गाउँबाट लगेको गुड्सहरू त्यो गुड्सहरू अब बाहिर हामीले बजार साइडमा बेच्दाखेरि त्यहाँ महँगै हुन्छ त्यो अर्ग्यानिक त महँगै हुन्छ अब त्यो त नर्मल मान्छेहरूले लेपर्सनहरूले किन्दैन जुन चाहिँ सिलिगुडीबाट आएको गुड्सहरू त्यही किन्छ किनभने होलसेल दाममा पाउँछ तर अब त्यो जुन चाहिँ गुड्सहरू त्यो महँगो गुड्सहरू चाहिँ वाट द गभर्मेन्ट क्यान डु इज आई फिल लाइक द गभर्मेन्ट कुड ह्यान्डल दोज गुड्स उनीहरूले दे क्यान बाई पर्चेस दोज गुड्स अन्त त्यहाँदेखि उनीहरूले सब्सिडाइज गरेर त्यहाँदेखि उनीहरूले दे क्यान सेल इट इन लेस अमाउन्ट त्यसले गर्दाखेरि चाहिँ के हुन्छ भन्दा सर प्रोडक्सन पनि बढ्छ हाम्रो गाउँ सबै आइएम टकिङ फ्रम द ग्रास रुट लेभल गाउँबाट पनि प्रोडक्सन बढ्छ त्यहाँदेखि मान्छे पनि प्रमोट गर्छ अर्ग्यानिक फार्मिङलाई त्यसरी गरेर गभर्मेन्टले कति 20% त लस खाला त्यो लस होइन नि सर किन त्यो प्रोडक्सन बढेको नि त्यो त अनि त्यसले गर्दाखेरि चाहिँ आई फिल लाइक ग्रास रुटबाटै इफ वी सी सम चेन्जेस त्यस्तो हुनसक्छ